हेलो एभ्रिवान, नमस्कार सम्पूर्णमा। आज थारू गहना चोरमारा नवलपुरले फेरि अर्को प्याकिङ भिडियो लिएर तपाईहरुको माझ आइसकेको छ। त आशा छ तपाईहरुले मन पराउनु हुनेछ र आजको अर्डर हाम्रो चाहिँ धनगढीदेखि रहेको छ। हाम्रो धनगढीदेखि प्रगति कठरिया म्यामले चाहिँ अर्डर गर्नु भएको छ। उहाँले चाहिँ यो हाम्रो थारू गहना सेट अर्डर गर्नु भएको छ र यो गहना सेट चाहिँ उहाँले आफै कस्टमाइज गरेर अर्डर गर्नु भएको छ। उहाँलाई कुन कुन सामानहरू आवश्यक छ या हाम्रो कुन कुन सामानहरू उहाँलाई चाहिएको छ सोही सामानहरू चाहिँ उहाँले सिलेक्सन गर्नुभयो र हामी उहाँको सामान चाहिँ अब प्याकिङ गर्ने क्रममा छौँ। त्यसैले चाहिँ म तपाईहरुलाई यसो नदेखाइ बस्न सकिनँ है। उहाँको सामानहरू के छ, नयाँ सामानहरू म तपाईहरुलाई देखाउने छु। उहाँले चाहिँ फर्स्टमा हाम्रो यो बाक्लो पैसामाला है, यो बाक्लोमा पैसामाला रहेको छ। उहाँले चाहिँ यो बाक्लो पैसामाला भन्नुभएको छ। अनि त्यस्तै हँसुली त धेरै खालको देखियो। यो हँसुली पनि मैले पहिला देखाइसकेको छु र उहाँले चाहिँ यो पातलो ठुलो खालको हँसुली है, जुन चाहिँ हाम्रो पश्चिमतिर बढी लगाउने गरिन्छ र अहिले चाहिँ हाम्रो पूर्व पश्चिम नभनिकन हाम्रो अधिराज्यभरि जुनसुकै ठाउँमा पनि यो युज भइरहेछ है यो हँसुली। अनि त्यस्तै हाम्रो टाउकोको लागि चाहिँ यो हेभी बिन्दी है, यो चाहिँ हेभी बिन्दी हाम्रो सबैभन्दा हेभी बिन्दी उहाँले अर्डर गर्नुभएको छ। यो हेभीमा रहेको छ, जस्तो नाम त्यस्तै सामान है। यो चाहिँ एकदमै हेभी, यो वेट पनि यसको हेभी हुन्छ र यसको बनोट पनि अरू बिन्दीहरूभन्दा फरक रहेको छ। अनि त्यस्तै अर्को चाहिँ हाम्रो कानको लागि यो बाहुबली झुम्का है, बाहुबली झुम्का रहेको छ, जुन चाहिँ मैले प्याकेटबाट बाहिर निकालेको छैन। अनि त्यस्तै हाम्रो यो चाहिँ के गरे रैया हैन त, हाम्रो यो चुरा काँडावाला चुरा चाहिँ उहाँले अर्डर गर्नुभएको छ। सरी फोन आयो है। यो काँडावाला चुरा। अनि त्यस्तै अर्को चाहिँ हाम्रो यो पाखुराको लागि पाटावाला बिजायट है, यो चाहिँ हाम्रो पाखुरामा लगाइन्छ। यो सबै सामान चाहिँ हाम्रो धनगढीदेखि अर्डर आएको छ। हाम्रो प्रगति म्यामलाई हाम्रो थारू गहनाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि एकदमै धेरै धन्यवाद भन्न चाहन्छु। हामीलाई यसरी उहाँले सम्झिनु भएको छ, सेवा गर्ने अवसर दिनुभएको छ। यदि तपाईहरु पनि यस्तै थारू गहनाको खोजीमा हुनुहुन्छ भने हाम्रो थारू गहना चोरमारा नवलपुरलाई चाहिँ सम्झिनु होला है त। अनलाइन अफलाइन अनि त्यस्तै हाम्रो क्यास अन डेलिभरीको सुविधा पनि रहेको छ र देश विदेश सम्पूर्ण ठाउँमा डेलिभरीको सुविधा रहेको छ। ढुक्क भएर तपाईहरुले अर्डर गर्न सक्नुहुन्छ र नेपाल अधिराज्यभरि जति पनि नेपाल अधिराज्यभरिबाट तपाईहरुले अर्डर गर्नुहुन्छ तपाईहरुले सीओडीमा सामान पाउन सक्नुहुन्छ है। क्यास अन डेलिभरीमा तपाईहरुले पहिले पेमेन्ट चाहिँ गर्नु पर्दैन, सामान पाउँदाखेरि मात्रै गर्नुभए हुन्छ। थ्यांक यू एभ्रीवन।